एउटा पुरुषमा लिङ्ग उत्तेजनामा जुन देखिएको समस्या हुन्छ नि, जुन उहाँको यौन जीवनलाई प्रभावित गरिराखेको हुन्छ, त्यो यौन जीवनलाई प्रभाव पार्ने अनेकौँ कारणहरू हुन्छ, अनेकौँ चिजहरू हुन्छ, जसमध्ये धेरै पुरुषहरूमा त यौन सम्पर्क गर्ने इच्छा नै हुँदैन। यदि कतिमा इच्छा छ भने लिङ्ग उत्तेजना त्यति राम्ररी हुँदैन। लिङ्ग उत्तेजना भएको बिरामीहरूमा पनि शीघ्र स्खलन हुने समस्या हुन्छ। सो यो तीन क्याटेगोरीको चिजहरू हो जुन तीनटै चाहिँ एकदमै ब्यालेन्स हुनुपर्छ एउटा सुखदायी यौन जीवन बिताउनको लागि। यो हाम्रो समाजमा राम्ररी खुलेर नबोलिएको विषय हो। पुरुषले आफ्नो पार्टनरसँग पनि बोल्न रुचाउँदैनन्, घर परिवारको सदस्यसँग पनि बोल्न रुचाउँदैनन्, समाजमा पनि खुलेर बोल्न रुचाउँदैनन्। बोल्न जरुरी हुन्छ, यसको उपचार सम्भव छ। एउटा प्रोपरली ट्रेन्ड एन्ड्रोलोजिस्टले जस्तो सुकै मानिसलाई जुनै सुकै उमेरमा पनि सेक्सुअली एक्टिभ बनाउन सक्छन्। तसर्थ यो विषयमा अझ पनि केही जानकारी चाहिएमा मसँग जुड्नुहोला। मेरो व्हाट्सएप नम्बरमा मसँग सम्पर्क गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।